ल साथीहरू, यस्तो टेस्टी र यामी मिठो मिठो मोमो खानुहुन्छ भने आउनुहोस् र तपाईँहरू चाहिँ मेरो भिडियो हेरेर आउनुहुन्छ भने तपाईँहरूलाई चाहिँ 20% चाहिँ डिस्काउन्ट छ है। म चाहिँ पसल आइसकेको र आइसकेर पनि मैले चाहिँ पुरै झाडु पोछा लगाएर टेबलहरू पनि मिलाइसकेँ, फ्रिजहरू पनि पोछिसकेँ, यताको डिप फ्रिजहरू आइसक्रिमवालाको फ्रिजहरू पनि पोछिसकेँ र अब यो फ्रिज पुस्नु बाँकी छ। हल्का फोहोरहरू यता यता अलिअलि पुस्नु पर्ने छ र अहिले चाहिँ मैले चाहिँ विदाउट माइक बोलिरहेको छ। तपाईँहरूले अब नोइज अलिअलि बाहिरको साउन्डहरू पनि आउँछ होला। अघि चाहिँ विदाउट माइक बोलेको थियो भने अहिले चाहिँ माइकमा बोलेको छ। बाहिरको चाहिँ नोइज क्यान्सलेसन हुन्छ माइकमा चाहिँ। अघि चाहिँ नयाँ माइक बिना चाहिँ बोल्दा अलिकति बाहिरको आवाज हल्लाहरू स्वाहा आउने हुँदाखेरि आफ्नो भोइस चाहिँ अलिक स्पष्ट सुनिँदैन। त्यही कारण चाहिँ मैले चाहिँ फेरि माइक युज गरेँ साथीहरू। यो चाहिँ जुस मेकर है गाइज, जुसहरू बनाउँछ यसले, ब्लेन्डेड हो। हाँ दवा नहीं है, दवा नहीं है। ये त बाबु पैसा माग्न आएछ। सधैँ मागेर हिँडेर हुन्छ, के गर्ने। दिनमा कतिजना आउँछ माग्नलाई। माइक झुन्डाको देखेर चाहिँ के हो भनेर हेरेर चाहिँ बोल्ने भने चाहिँ हलो भन्दा ल हाई भनिदिउ, ल हाई भनिदिउ, हाई भनिदिउ, हेलो भन। ल यस्तै छ ऊ, अलिक बोल्न सक्दैन। भयो नछु भयो भाँचिन्छ। ल अर्को काम चाहिँ यहाँनिर किमा छ आधा। हिजो चाहिँ लगभग कति 10 प्लेट जति बनाएँ। 10 प्लेट जति बनाएर यहाँ छ अझै यता मासुहरू झिकिरहेको छ। यसरी चाहिँ अब अलिकति तातो पानी हाल्नु। मैले चाहिँ यसरी नै खान्छु गरी बनाएर। तपाईँहरूको आफ्नो स्टाइल हुन्छ भने चाहिँ अब कतिले चाहिँ एकदम कफीलाई चाहिँ पकाएर, यही कफीलाई मजाले पकाएर पनि खाँदो रहेछ, त्यसरी पनि टेस्ट आउँछ। र सिधै हालेर सिधै तातो पानी हालेर खाँदा चाहिँ अलिक स्वाद आउँदैन साथीहरू। यसलाई चाहिँ के एकदम मजाले पकाउनु पर्छ, किनभने यसरी घोड्दाखेरि चाहिँ राम्रो टेस्ट आउँछ। सर्लक्क तातो पानी हाल्नु यति लगाएर गाइज। ठ्याक्कै लोकेसन चाहिँ कहाँ छ भने कन्या मावि स्कुलको अगाडि छ है। ठ्याक्कै यहाँनिर चाहिँ क्रिस्पी फास्टफुड भनेपछि चाहिँ त्यो चाहिँ मेरो पसल हो। यहाँ चाहिँ तपाईँहरू पनि आउनु सक्नुहुनेछ। ल साथीहरू, अब चाहिँ मोमो बनाउनको लागि चाहिँ मोमोको पिठो मुस्दैछु। यसलाई चाहिँ यसरी चाहिँ प्लास्टिकमा एकछिन राख्यो भने चाहिँ अलिक सफ्ट हुन्छ। पिठो अलिक गिलो भएछ। पिठो अलिक गिलो भएपछि बेल्नलाई चाहिँ अलिक अप्ठ्यारो हुन्छ।
यो पेडा चाहिँ मैले चाहिँ यसरी काटेर बनाउँछु मोमोको डल्लो। मोमो बेल्ने स्टाइल फेरि मेरो छुट्टै छ। एउटा हातले यसरी बेलेर सर्लक्क यसरी चाहिँ मोमोको चाहिँ मैले यसरी बेल्छु है। अलिक पिठो चाहिँ गिलो भएपछि अलिक बेल्नलाई चाहिँ अलिक अप्ठ्यारै हुन्छ। किमा चाहिँ मैले बिहानै झिकिसकेको थिएँ। बिहान झिकेर पनि नरम भएर फेरि फ्रिजमा हालेर अहिले हार्ड भएको छ। अब चाहिँ बनाउनुलाई ठिक्क एकदम ठिक्क भएको छ। गाइस मोमो चाहिँ यस्तो थियो मेरो। ल साथीहरू, म चाहिँ मोमो बनाउँदैछु। मोमो बनाइरहेको भिडियो पनि बनाइरहेको थिएँ। बनाउँदै मेरो माइक्रोफोनको चाहिँ ब्याट्री सकिएछ र ब्याट्री सकेपछि अहिले चाहिँ विदाउट माइक बोलिरहेको छ। र मैले चाहिँ मोमो बनाइसकेँ भने पनि बनाउँदै हो। यहाँनिर चाहिँ किमा पनि छ र मोमो बनाइसकेँ। र तपाईँहरू चाहिँ मेरो भिडियो हेरेर आउनुहुन्छ भने तपाईँहरूलाई चाहिँ 20% चाहिँ डिस्काउन्ट छ है। ल साथीहरू, यस्तो टेस्टी र यामी मिठो मिठो मोमो खानुहुन्छ भने आउनुहोस्। भिडियो हेरेर आउनुहुनेलाई चाहिँ एकदम जुन खाना खाए पनि 20% डिस्काउन्ट छ। र बाहिरको माहौल चाहिँ अहिले यस्तो छ है। यसलाई चाहिँ सट्ट फ्रिजमा हाल्नुपर्ने हुन्छ। फ्रिज चाहिँ ट्याक यता हो। फ्रिजमा पुरा आइसक्रिम भरेर बसेको छ। आइसक्रिम पनि यही छ, मोमो पनि यही राखिसके। एकदम आइसक्रिम खान चाहनुहुन्छ भने थरी छ आइसक्रिमहरू। बाहिरको माहौल चाहिँ यस्तो छ अहिले। एकदम नोइज आउँछ कि माइक बिना बोल्दाखेरि चाहिँ नोइज आउँछ। अहिले चाहिँ गाडी नआएको भएर सुन्दैन होला। एकदम बोलेको आवाजहरू राम्रोसँग सुनिँदैन। त्यही भएर अझै मोमो बनाउनु बाँकी नै छ। साथीहरू, आज चाहिँ कोही भिडियोमा माइक हालेर बोलेको छैन, कोहीमा चाहिँ विदाउट माइक बोलेको छ। किनभने सुरुमा बोलेको चाहिँ विदाउट माइकमा बोलेको थियो। पछि चाहिँ बोल्दा माइकको चार्जै सक्यो। त्यही भएर चाहिँ माइकमा बोल्नु पाइएन। त्यही भएर आजको भिडियो चाहिँ यति नै। अब हामी नेक्स्ट भिडियोमा भेट्नेछौँ। बाई बाई।